ओम नमः शिवाय। सुन्नुस् त हजुर हिँड्दै गरेको त्यो देब्रेपट्टिको बाटो अशुभ छ हजुर। त्यो बाटोको अगाडि चिप्लो छ, त्यहाँबाट चिप्लिनु भयो भने धेरै तल खस्नुहुन्छ है हजुर। जिने तिने त्यहाँबाट हजुर जसरी भए पनि पार गर्नुभयो भने अलिक अगाडि गएपछि ठुलो पहिरो खस्नेवाला छ। त्यो पहिरोबाट पनि हजुर जिने तिने बाँचेर जानुभयो भने त्यहाँभन्दा अगाडि ठुलो समुद्र छ। त्यो समुद्र जिने तिने पार गर्नुभयो भने ठ्याक्कै पारी जाँदाखेरि त्यहाँ दानवहरू छन् हजुर, त्यहाँबाट बच्न सक्नुहुन्न। त्यस कारणले गर्दा हजुर दाहिनेपट्टिको बाटो हिँड्नुस्। त्यो दाहिनेपट्टिको बाटोमा हजुरका लागि देवी देवता छन्, कुल कुलाइन्छन्, त्यहाँ हाम्रा इष्टदेवी छन् हजुरका लागि। त्यसले गर्दाखेरि हजुरका कुल कुलाइन इष्टदेवी देवी देवताले त्यो दाहिनेपट्टिको बाटोमा हजुरलाई आशीर्वाद दिन कुरिराख्नु भएको छ। हजुर दाहिनेपट्टिको बाटो हिँड्नुस्। हजुर जे इच्छा लिएर हिँड्नु भएको छ त्यो इच्छाको फल पाउनुहुनेछ। जुन उद्देश्य लिएर हिँड्नु भएको छ त्यो उद्देश्य हजुरले प्राप्त गर्नु हुनेछ। त्यसकारणले कहिले कहिले मनुष्यलाई सत्य बोल्यो भने तितो लाग्छ, पत्याउँदैनन्। म हिँड्दै गरेको बाटोमा शुभ थियो कि बाधा अडचन बोलिदियो, अशुभ बोलिदियो, अलक्षिण लगाइदियो भन्ने लाग्छ होला। तर हजुर देब्रेपट्टिको बाटो गलत छ। हजुर दाहिनेपट्टिको बाटो जानुस्। हजुरका लागि देवी देवताले आशीर्वाद दिन कुरिराख्नु भएको छ। आशीर्वाद पाउनुहुनेछ, गन्तव्यमा पुग्नुहुनेछ। यो मेरो दूरदृष्टिले भोगेको, देखेको र दूरदृष्टिको ब्रह्मले बताएको कुरा हजुरलाई सुनाए। इच्छा तपाईको जुन बाटो हिँडे पनि, तर दाहिनेपट्टिको बाटो शुभ छ है हजुर। देब्रेपट्टिको बाटो हजुरलाई अशुभ छ।